पाएको नि त भयङ्कर होइन लाज पो लाग्यो त कति बादमा तर क्यामेराबाट हेर्नु लाजै लाग्छ साथीहरू होइन धेरै बादमा फेरि भ्लग बनाउँदैछु Hi everyone, welcome back to my YouTube channel again. If you guys are watching me for the first time, Ashmita Yonjan र फेरि पनि स्वागत छ तपाईँलाई मेरो YouTube च्यानलमा। आज चाहिँ तपाईँहरूलाई याद छ 14 अगस्त 2026 मा अस्ति दिनको भन्दै थिएँ मैले के छ भनेर हैन। आज चाहिँ म जानु आँटेको मेरो इजरायलको पहिलो प्रस्तुति दिन बडा दिएको है फेरि मैले। आज चाहिँ मेरो घाँटीले कला देखाउँछ कि चर्ती कला देखाउँछ मलाई थाहा छैन। चर्ती कला देखायो भने मलाई मतलब छैन, किनभने एउटा अब के भन्नु अब आजको म तपाईँहरूलाई त्यो भन्नै सक्दिनँ कि आज मैले के फिल गर्दैछु भनेर। अब हुन्छ नि हल्का डर, हल्का नर्भस, हल्का खुसी, हल्का थाहा छैन अब त्यो मिक्स फिलिङ के हो कि। अन्तखेरि आज चाहिँ मेरो पुरा काम छ हो। भोलि चाहिँ मेरो बोजूले 100 हान्दैछ नि त, अन्त उसको जन्मदिन छ फेरि भोलि हो। अन्त म छुट्टी चाहिँ गएको होइन, त्यतिकै आज त्यो हल्का त हाम्रो त्यो यात्रा ब्यान्ड प्रेजेन्ट हिमालयन हार्मोनी इभेन्टमा सहयोगी हुन म पनि गइरहेको छु साथीहरू आज। अन्त आज चाहिँ म गएको साथीहरू जान्छु हो सिधा अहिले एकछिनमा। फेरि तपाईँलाई यो आज चाहिँ किन भिडियो बनाएको भन्दाखेरि चाहिँ अब टक्कै भोलिको दिनमा होइन इजरायलबाट कामसाम गरेर गइसक्दाखेरि टक्कै घरमा बस्दा हरियो जङ्गल अगाडि होइन हल्का चिया बोकेर हल्का घरको मान्छेलाई हेर्नु न भन्दै देखाउँदा अब कति भोलि पर्सि मेरो को हुन्छ होइन, जीवन साथी हुन्छ कि साथी मात्रै हुन्छ कि कोलाई होइन बसेर हेर न यस्तो थियो नि फेरि म चाहिँ भन्दै देखाउनुको लागि क्या बनाएको भिडियो यादगार हुन्छ क्या भोलिको दिनमा गएर, त्यही भएर बनाएको। ल आजको भिडियो चाहिँ दामी नै हुनेवाला छ जस्तो चाहिँ मलाई लाग्छ। अन्त हेर्दै गर्नुहोस्। अहिले बेलुका म एकैचोटि अब फिल्म गर्छु। म भर्खर उठेको अब नुहाइ गरेर फ्रेस भएर काम हेभी छ हो, काम सकेर मात्रै भेट्छु ल अहिलेसम्म त्यति बेलासम्म लागि हेर्दै गर्नु। अन्त नि गाइज म चाहिँ घरबाट निस्केर चाहिँ एकछिन बाहिर बसेको, टाइम छ अझै होइन। अन्त आजको दिन होइन आजको रात मेरो लागि स्पेसल हो होइन। आफ्नो जग्गामा त भयो अर्काको जग्गामा आएर पनि यस्तो ठुलो उयो पाएँ होइन। त्यसै नै भ्लग नबनाएर त क्यामेराहरू पनि पक्रिनु बिर्सिसकेको छु, क्यामेरा पक्रेको पनि पाएँ होइन। अन्त अब चाहिँ गएको। अनि फर्स्ट अफ अल चाहिँ म सबैभन्दा चाहिँ हाम्रो अर्गनाइजर्सहरूलाई है यात्रा ब्यान्डकोहरूलाई धेरै धेरै धन्यवाद है। तपाईँहरूले अर्काको जग्गामा आएर पनि यस्तो गरिदिनुहुन्छ हामीलाई, हाम्रो रमाइलोको लागि होइन। सेकेन्ड चाहिँ अब हाम्रो कायाकल्प ब्यान्डलाई धेरै धेरै धन्यवाद। तपाईँहरूले अब मलाई सोचिदिनु भयो इजरायलमा हुनुहुन्छ नि त कति ट्यालेन्टेड मान्छेहरू हुनुहुन्छ, कति ट्यालेन्टेड सिङ्गरहरू हुनुहुन्छ होइन, तर पनि मलाई चुज गरिदिनु भयो। थ्याङ्क यू सो मच। म पनि तपाईँहरूको लागि एकदम आज दिलो जान दिएर गीत गाउनु भने सोचिरहेको छु। अन्त आजको यो मेरो यो स्पेसल मोमेन्ट चाहिँ म तपाईँहरूसँग बिताउन चाहन्छु होइन। अब यहाँ हुनेहरू त मलाई देखिहाल्नुहुन्छ र अब मेरो जति पनि हाम्रो उता हुनुहुन्छ मेरो जेन्युन सब्सक्राइबर्सहरू भ्युवर्सहरू है, तपाईँहरूले आज चाहिँ यो केटी अब बसी रेस्टुरेन्टमा गइदियो नि त फेरि है। भइदिएन अब यो भइदिएन अस्मिता योन्जनको भाइ आएन। अब चाहिँ यो केटी चाहिँ त्यो फोन बोकेर चाहिँ स्टेजमा पस्छ आजको दिनमा चाहिँ, किनभने चाहिँ मेरो एकदम यो डरलाग्दो टाइम चाहिँ तपाईँहरूसँग स्पेन्ड गर्ने क्या, तपाईँहरूलाई देखाउने क्या। अन्त त्यही हो आइ हात दुखेछन्। यो फोन यत्रो ठुलो छ कि साथीहरू मलाई पक्रिनु झिजो लाग्यो। मिठास र जोस अनि उत्कृष्ट प्रस्तुति गर्दै कायाकल्प ब्यान्ड
Of course, I guess everybody knows that. This is Vande Mataram. Our national song of India. You have returned across the sea. Asa dazu तपाईँले मन पराउनुहुन्छ होला? Come on, everyone! All the children are in the corner. यहाँ रोशनी दी, यहाँ हाम्रो पूजा दी, पूजा यहाँ हाम्रो अञ्जली कुसुम नोर्दन लाइभ सुनौँ न त होइन
ल हजुरले एकपल्ट भगवान्को कृपाले बोकेर टोप सबै भनिदिनु पर्यो है हाम्रो अडियन्सको लागि। हेलो हेलो बोकेर तोप गाइस सबैले ठिक हुनुहुन्छ ल म पनि भगवानको कृपाले गर्दाखेरि एकदम फर्स्ट क्लास बिन्दास छु हैन थ्यांक यू सो मच फर योर लभ एन्ड सपोर्ट थ्यांक यू सो मच डाइलग हो नि त डाइलग। यो डाइलग चाहिँ म मेरो वाइफलाई डेडिकेट गर्न चाहन्छु र ऊ हुनु त यहाँ इजरायलमा त छैन, ऊ इन्डियामै छ र मेरो नानीलाई र मेरो वाइफलाई म अलवेज मिस गर्छु। आई होप कि तपाईँहरू पनि सबैजना जो जो टाढो छ है र यो चाहिँ उसको लागि होइन, उसको नाम चाहिँ अनामिका हो, सो उसलाई चाहिँ यो भन्न चाहन्छु है। र यति नै हो कि कलवनाको डाइलग होला यो चाहिँ। ओके एना कस मैं तुम्हें बता सकता कि मैं तुम्हें कितना प्यार करता हूँ। I love you very very much एना। मैं आंखें बंद करता हूँ तो तुम्हें देखता हूँ, आंखें खोलता हूँ तो तुम्हें देखना चाहता हूँ। तुम पास नहीं होती तो तुम्हें हर वक्त अपने चारों ओर महसूस करता हूँ, हर वक्त हर घड़ी हर पल मेरे नैना मेरे ऐना को ढूंढते हैं। इसे प्यार कहो पागलपन या मेरे दिल की धड़कन, एक ही बात है, प्यार तो सब लोग करते हैं लेकिन मेरे जैसा प्यार कोई नहीं कर सकता क्योंकि किसी के पास तुम जो नहीं हो। You know, नैना मैं तुम्हें भूल नहीं सकता, मैं तुम्हें भूलना नहीं चाहता। तुम सिर्फ मेरी हो, मैं तुम्हें जिंदगी भर प्यार करूंगा, मरते दम तक प्यार करूंगा और इसके बाद भी You know, नैना जिंदगी में तुम हमेशा हंसो गाओ मुस्कुराओ, क्या पता। Thank you so much, thank you। र अर्गनाइजर टिमलाई उहाँलाई सम्मानको लागि टोकन अफ लभ साथै सदा अर्पणका लागि आग्रह गर्न चाहन्छु सतीश थापा। सच्ची में सतीश थापा ने तो हम सबको रुला दिया रे। एकदमै धेरै तालीको साथमा उहाँलाई सम्मान गरौँ है। एकदम हम लोग वेरी टैलेंटेड अर्गनाइजर टिमद्वारा उहाँलाई टोकन अफ लभ साथै खदा अर्पण। धेरै धेरै धन्यवाद सिप टिम। धेरै धेरै धन्यवाद।
र हजुरहरूको यता हाम्रो दार्जिलिङ नेपाल छ यो प्रस्तुति लिएर आउनु हुँदैछ यहाँ छ हाम्रो पूजा दिदी सोना तामाङज्यू स्टेजमा उपस्थित
म पनि सान्छु छु भगवानको कृपाले एडभर्टाइज आयो भयो त भगवानको कृपाले अहिलेसम्म सन्चै छु सहयोगको अपिल गर्दै हजुरहरूमा आज मैले यहाँनिर होइन सानोबढी अपिलको QR कोड युज कोडमा महिनापछि बर्थडे मनाउँछ हो अब बर्थडेले गर्दा चाहिँ भेट्नै नपाएको फाइनल चाहिँ बर्थडे हुँदाखेरि चाहिँ भेट्ने प्लान हुन्छ के हेरेको यस्तो लाग्दो चाहिँ क्यामेरा घुमाउँछ कि कति बज्यो अहिले 10 बज्यो है हामीलाई छुट्टायो है अस्मिताले मेरो तपाईँ त मेरो सबैभन्दा फेभरेट हो नि हौ कसरी अहिले चाहिँ यहाँनिर 10 बजेको छ होइन अब हामी घर पुग्दाखेरि चाहिँ म आइदिनहरू त बस्ने हो म चाहिँ घर जानुपर्छ र हेलो गाइज अब चाहिँ यो भ्लग एन्ड गर्न गइरहेको छु म चाहिँ होइन अन्तखेरि यो चाहिँ प्रोग्रामको अर्को दिनको पनि अर्को दिन हो होइन किनभने हिजोको दिनमा चाहिँ हेब्बी डरलाग्दो बिजी बोजूको बर्थडे साथसाथै ओभरै थाकिदिएको अस्तिको दिन नसुत्दिएको नि त रातभरि अनि मलाई चाहिँ यो भ्लग चाहिँ खासमा मैले अस्ति नै एन्ड गरेको कि तर फेरि अलिक बोल्नु मन परेर चाहिँ फेरि बनाइदिएर मनको कुरा कहाँ मनमा राख्नु भनिदिनु पऱ्यो नि त होइन भन्दा चाहिँ के भन्दाखेरि चाहिँ त्यस्तो दिन है के भन्दाखेरि चाहिँ फर्स्ट अफ अल चाहिँ धेरै 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 धन्यवाद हाम्रो यात्रा ब्यान्डलाई होइन एकदमै दामी भयो प्रोग्राम एकदमै बवाल भयो एकदमै सक्सेस भयो होइन अनि कुरा चाहिँ यति मात्रै भयो अब मैले मेरो घरमा पाहुना बोलाएर मैले पहिलै खानु भएन नि त पहिला त पाहुनालाई दिनु पऱ्यो होइन पहिला पाहुना हेर्नु पऱ्यो त्यति मात्रै भएको कुरा चाहिँ खासमा तर दामी ओपरै बब्बाले भयो होइन अनि हुन्छ नि अब त्यो कस्तो भन्नु मलाई त्यो हुन्छ नि मन नै दुखेको जस्तै अब त्यो त्यो यात्रा ब्यान्डलाई सोच्दा चाहिँ मलाई मन दुखेको क्या अब अरूको लागि चाहिँ अब ओभरै गरिदिनु भएको जतिलाई पनि बोलाउनु भएको थियो जतिले पनि गीत गाउनुभयो जतिले पनि पर्फर्म गर्नुभयो जतिले पनि पार्टिसिपेट गर्नुभएको थियो जतिलाई पनि उहाँहरूले रेस्पेक्ट गरेर बोलाउनु भएको थियो उहाँहरूको लागि चाहिँ एकदमै दामी भयो क्या एकदमै बवाल भयो जस्तै हामी एकदमै खुसी छु नि त हामी होइन अब उहाँहरूले गीत गाउनु पाए पनि नपाए पनि हामी चाहिँ एकदमै दामी नै खुसी हो नि त अब त्यही हो नि त खासमा चाहिँ होइन अब बोलाएको मान्छेलाई चाहिँ राम्रो होस् न त्यति नै हो नि त अन्त हामी चाहिँ ओभरै खुसी छु एक प्रकारले मलाई चाहिँ मन दुखेको कारण चाहिँ मलाई चाहिँ गीतहरू सुन्नु थियो होइन अब त्यो ठिकै छ अब त्यो भइहाल्यो तर पनि बढी बवाल यो यतिको खालको चाहिँ अब होइन अर्गनाइज चाहिँ मलाई त्यो ट्याटुहरूले चाहिँ गर्नु सक्छ जस्तै लाग्दैन तर ओभरै दामी लाग्यो मलाई चाहिँ जति अन्तखेरि हाम्रो जति पनि हेरिदिनु आउनु भएको थियो जति पनि हामीसँग लास्टसम्म जुरेर बस्नु भएको थियो तपाईँहरूलाई पनि धेरै 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 धन्यवाद होइन लास्टसम्म पनि मैले देखेको थिएँ तपाईँहरूलाई बसिदिनु भएको थियो होइन धेरै धेरै धन्यवाद अन्त फेरि पनि त्यो एकदमै दामी भयो यात्रा पनि बबालै भएको थियो नि त सेडिस नै भएको थियो नि त होइन दामी नै भयो मजा आयो अनि हामी सम्पूर्ण भ्युअरसिपले पनि एकदमै तपाईँहरूलाई धन्यवाद होइन एकदमै दामी भएको थियो एकदमै मजा आयो त्यो खालको भयो हाम्रो पनि होइन अनि त्यही हो फेरि पनि अब दैवले साँच्चै नमरीमा चाहिँ अर्को साल फेरि भेटौँला भनेको छ अर्को साल पनि भयो फेरि भेटौँला हजुरहरूसँग योभन्दा दामी उयो गरेर आउँछ तपाईँहरू मलाई याद छ होइन अनि हाम्रो कायाकल्पलाई पनि धेरै 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 धन्यवाद हो मेरो भ्लगको थ्रुबाट सबैलाई म धन्यवाद भन्न चाहन्छु अब मेरो गीत राम्रो भयो भएन मलाई याद छैन म त्यो सिङ्गर पनि होइन अन्त मैले यो पाएकोहरूले भिडियोजहरू पाइनँ नि त अन्त फेरि देखाएको अब हेर्नु न अब यात्रा ब्यान्डले चाहिँ अब क्या जति पनि आउनु भएको थियो सबै अब जतिले पनि बोलाउनु भएको थियो जतिले पनि पार्टिसिपेट गर्नुभएको थियो होइन सबैलाई दिनुभयो होइन अन्त अब हुन्छ नि अब यो देख्दा चाहिँ कसैमै मन दुखेर अब हुन्छ नि मलाई पुरा त्यो भइरहेको छ अब म अहिले पनि होइन अब यस्तो दामी चाहिँ गरिदिनु भएको थियो अब होइन सोचेर दिनुपर्छ अब हाम्रो ट्यालेन्टलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ यहाँ त्यस्तो छैन नि त अब कस्तो ट्यालेन्टेड मान्छेहरू हुनुहुन्छ यहाँनिर हाम्रो स्टाइलमा होइन हाम्रो मान्छेहरू तर अब यो गरेर चाहिँ एकदमै चिनिने मौका पायो क्या को के हो को अब आफूलाई बुझ्ने मौका पायो अब यो यस्तो अब यो दिनुभएको होइन अब नेपाली खजा लगाइदिनु भएको हुन्छ नि अब भने त मलाई ओभरै मनमा लागिदिरहेको छ अब यो त नपाएको नि त अन्त गाउँमा पनि कसले दिन्छ बिच्चाको मान्छेहरूलाई हेरेर त यहाँ आएर पाएको नि त भयङ्कर होइन फेरि धन्यवाद यात्रा ब्यान्ड होइन यो चाहिँ अब एकदमै के भन्नु अब
संसारको जुनै कुनामा गए पनि लगेर जानेवाला होइन। अन्त हो साँच्ची भनेको कि नपाएको नि त उमा त कसले दिन्छ अनि त काम नभएको नानीलाई कसले दिन्छ यहाँ हेर्नु त अन्त ओभरै खुसी हुने कुरा हो नि त होइन। त्यही भएर चाहिँ एकपल्ट खाइदिनुहोस् न। थ्याङ्क यू गाइस। ओभरै त्यो पक्रेर भ्लग गर्ने बानी भएको रहेछ कि अन्त ओभरै हात दुख्थ्यो क्या। अन्तखेरि त्यही भन्दै थियो अब म त्यो त्यस्तो खासै गीत गाउने मान्छे पनि होइन तर पनि अब एउटा त्यो स्टेजमा गएर गीत गाउनु पाउँदा ओभरै खुसी लागेको थियो। ओभरै दामी मेरो गीत तल माथि के भयो थाहा छैन तर पनि मैले इन्जोय गरेँ, मजा आयो, ओभरै मजा आयो। ओभर फ्रस्टो भएर बसेको मान्छे म चाहिँ होइन। त्यो ती निस्केर आउँदा तपाईँहरूसँग भेट्नु पाउँदा ओभरै दामी भयो होइन, ओभरै मजा आयो त्यो। तर पनि अब हुन्छ नि मजा आयो। फेरि पनि धेरै 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 धन्यवाद यात्रा ब्यान्डकोहरूलाई गरिदिएको नि हौ। अन्त कुनै कतिजनाले होइन यत्रो अब मान्छेहरू त तपाईँहरूले देखिहाल्नुभयो कति आउनुभयो होइन। अर्गनाइज दामी गरिदिनु भएको दामी हो गाइस दामी। धन्यवाद हो सबैजनालाई, मेरो कायाकल्प ब्यान्ड, हाम्रो यात्रा ब्यान्ड, सम्पूर्ण हाम्रो वीआरसिप होइन। अनि जति पनि हामीसँग लास्टसम्म बसिदिनु भएको थियो र जति पनि आइदिनु भयो साथमा साथ हातमा हात भनेको जस्तो मैले पहिलादेखिको दिनुभयो धेरै 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 धन्यवाद तपाईँहरूलाई हो। त्यही भन्दै अब यो भ्लग चाहिँ म यहाँ एन्ड गर्छु। यो भ्लग त दामी चाहिँ हेर्नुपर्ने हुन्छ नि फेरि। बाई गाइस।